कति मान्छे जति आउला? भोलि हामीले धेरै बोलाएकै छैन, बोलाउने भने त 40-50 लाखै आउँथे। यहाँ ठाउँको अभावको कारणले र हाम्रो जिल्ला चाहिँ नि नेपालकै सबभन्दा सानो जिल्ला, काठमाडौँको जताततै ठाउँ खोज्दाखेरि पनि यो 108 रोपनी जमिन मात्रै फेला परेको हुनाले यसको क्षमता 2 लाख हो। गट्ठागढदेखि जगारीसम्मको हाम्रो हाइवेको लगभग 7 देखि 8 किलोमिटर हो। सकेसम्म हाइवे जाम नगर्ने भन्ने हाम्रो नीति छ। त्यसो हुँदाखेरि भोलि हामीले 5 लाख मान्छे यहाँ उतार्दैछौँ र तपाईहरुलाई सुन्दर नगरी भक्तपुरमा म हार्दिक स्वागत गर्दछु। यस ऐतिहासिक नगरीमा तपाईहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु। सम्झिरहेको छु 3 महिना अगाडिका ती कहली लाग्दा दिनहरू, जति बेला देश आततायीहरूबाट जलाइरहेको एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो। पुराना पार्टीहरू सकिए, पुराना नेताहरूका दिन गए, नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो। यस्तो भाष्य खडा गर्न खोजियो। जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु लोकतन्त्र अझै छ, नेकपा एमाले अजम्बरी। मङ्सिरको चिसो सिरेटो पन्छाउँदै यहाँ हुने तपाईहरू सबैलाई फेरि पनि हार्दिक स्वागत गर्दछु।